नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ निश्चल छैन अनि म एक्लै भ्लग गर्दैछु किनभने मेरो पार्सल आएको छ र मैले चाहिँ यो सामान सिनबाट मगाएको हो र कत्रो ठुलो झोला बक्स आएको छ। सो मलाई चाहिँ भ्लग गर्नु मन लाग्यो किनभने मैले चाहिँ यो सामान मेरो स्पेसली मेरो बर्थडेको लागि मगाएको थिएँ। के ड्रेसहरू अनि फोनको कभरहरू यस्तै सामानहरू मगाएको थिएँ। सो मलाई चाहिँ भ्लग गर्नु मन लाग्यो क्या, सबै कुराहरू क्याप्चर गर्नु मन लाग्यो, के मगाएको रहेछु, कस्तो सामानहरू आएको रहेछ भनेर मलाई आफै रियाक्सन हेर्नु मन लाग्यो क्या। सो त्यो चाहिँ मैले आफ्नो लागि पनि र तपाईँहरू सबैजनाले हेर्नुहुन्छ नि त, अनि त्यही भएर मैले यसमा भ्लग गर्दैछु। होप तपाईँहरूलाई मनपर्छ होला। सो गाइज, लेट्स अनबक्स दिस बक्स टुगेदर। पहिला चाहिँ यो बक्स अब अनबक्स गर्नलाई मलाई कैँची चाहिन्छ, त्यसको लागि मैले रेडी गरेर राखेको छु। यो कैँचीले फेरि हात काट्छ जस्तो पनि लाग्छ क्या मेन चाहिँ। सो खासमा चाहिँ मेरो बर्थडे अस्ति जुन 16 हो अनि मैले चाहिँ मेरो बर्थडे चाहिँ स्याटरडे मनाउने भनेर सोचेँ किनभने मन्डे त मेरो सबै साथीहरूको काम पनि हुन्छ र मेरो पनि आफै काम पनि हुन्छ। सो द्याट सबैजनाको बिदा भएको बेलामा चाहिँ सेलिब्रेट गरौँ न भनेर चाहिँ मैले यो सेलिब्रेसनको लागि बर्थडे सेलिब्रेसनको लागि बलुनहरूदेखि लिएर सबै कुराहरू चाहिँ सिनबाट मगाएको किनभने यो अब सिन एफोर्डेबल पनि छ। सो त्यही भएर मैले सामानहरू त्यसरी मगाएको छु। त्यही भएर अब खोल्दैछु म। यत्रो ठुलो आएको के फेरि बक्स पनि आमामा वाउ। म तपाईँलाई देखाउँछु है कस्तो छ। सामानहरू चाहिँ यस्तो आएको रहेछ। अब मैले सामानहरू चाहिँ एक एक गरेर तपाईँहरूलाई देखाउँछु ल। के आएको रहेछ। यसको मैले घरमा लाउने नाइट ड्रेसहरू सामानहरू मगाएको थिएँ। सो अब हेर्नुपर्छ है त, हेर्नु है त। खोलिसकेँ र अब चाहिँ म के आएछ एक कुरा गरेर हेर्छु र तपाईँहरूलाई पनि यहाँबाट म देखाउँछु सकेसम्म। अनि त्यही हो, पहिला म चिया खान्छु, कफी खान्छु पहिला। सो मैले चाहिँ फुल मगाएको थिएँ, फुल पनि राम्रो आएको रहेछ। मैले चाहिँ ट्युलिप फ्लावर चाहिँ मलाई परै मनपर्छ। मेरो अहिलेको एकदम फेभरेट फ्लावर भनेको ट्युलिप हो। मैले मेरो हस्बेन्डलाई नि मेरो बुढालाई पनि सधैँ भन्छु मलाई रोज भन्दा पनि मलाई ट्युलिप मनपर्छ भनेर। सो मैले ट्युलिप चाहिँ धेरै नै मगाएको थिएँ क्या। हेर्नुहोस् न कति राम्रो छ ट्युलिप। वाउ, मैले 2टा मगाएको। अनि हेयरबिन पनि मगाएको छु गाइस। स्किन केयर गर्नु पऱ्यो नि त बेलुकाको लागि। अनि कस्तो राम्रो आएछ हौ। फेरि खोलेर पनि हेर्छु है त म। ओह नाइस। राम्रो आएको छ। यो चाहिँ त्यो मुख धुँदाखेरि यहाँ भुरी पानी झर्छ क्या, मेन चाहिँ त्यसको लागि हो। यो चाहिँ हेर्नु कस्तो राम्रो पिङ्क कलरको। यो हेयरपिन चाहिँ म लाएर भ्लग गर्नु पर्ला जस्तो छ। मेरो सामानहरू चाहिँ अनि यो चाहिँ मेरो बुढाले मगाउनु भएको हो क्या। यो चाहिँ के भन्छ टेम्पर ग्लास त्यो के भन्छ फोनको, उसले मजाले लगाउँछ क्या। अनि मेरो फोन फेरि म यस्तो धेरै फोन झार्छु अनि ठ्याक्क मेरो हस्बेन्ड चाहिँ त्यसको अपोजिट हुनुहुन्छ क्या। मलाई उसले चाहिँ सामानहरू एकदम जोगाएर राख्छ। मेरो फोनहरू म तपाईँलाई मेरो फोन पनि देखाउँछु, सबै पट फुटिरहेको हुन्छ। अनि त्यही भएर म धेरै फोन झारेर मैले यस्तो बाक्लो कभर लगाउँछु क्या। कभर निश्चलले नै लगाइदिएको भन्दा नि हुन्छ। अनि त्यही भएर उसले चाहिँ यस्तोहरू मगाएको थियो, मगाऊ भनेर भनिरहेको थियो। त्यही भएर यस्तो चाहिँ मैले धेरै मगाएको छु है, किनभने यहाँ महँगो पनि छ। त्यही भएर मैले धेरै यस्तो यो के भन्छ फोनको कभरहरू
अनि टेम्पर ग्लासहरू यो चाहिँ मैले होइन उसले नै एड गरेको सो उसको लागि हो उसको लागि त के हामी दुईजनाकै लागि हो खासमा यो चाहिँ अनि यो चाहिँ मैले चाहिँ खासमा मेरो बर्थडे चाहिँ बो थिमवाला खालको बर्थडे के अरे पार्टी गर्ने भनेर चाहिँ मैले बो खालको यो के भन्छ रिबनहरू लगाएको थिएँ हेर्नु न कस्तो क्युट आएको माई गड अनि यो चाहिँ मेरो हेयरबिनको लागि लाइक हेयर क्लिप भनौँ हेयर क्लिपको लागि लगाएको थिएँ अनि मेरो चाहिँ फेभरेट कलर चाहिँ पिङ्क हो क्या त्यो पनि बेबी पिङ्क अनि मनपर्छ कलर चाहिँ तर पिङ्क कलर चाहिँ त्यस्तो अब लाएर चाहिँ हिँड्दिनँ तर यसपालिको बर्थडेमा चाहिँ मलाई अलिकति पिङ्क कलरको लाउनु मन लाग्यो क्या चप्पललाई हिल्सदेखि लिएर सबै कुराहरू त्यही भएर मैले सबै मेरो बर्थडेको लागि यसपालि पिङ्कै मात्र मगाएको छु चप्पल पिङ्क ड्रेस पिङ्क अनि सबै कुराहरू पिङ्क मगाएको छु मलाई मनपर्छ नि त तर म त्यति धेरै पिङ्क चाहिँ अरू बाहिर जाँदाखेरि लगाउँदिनँ तर कलर चाहिँ मलाई बेसरी मनपर्छ सो हेर्नु न यसले कस्तो राम्रो आएको माई गड आई लाइक दिस अनि अब एकछिनमा ट्राई गर्छु मलाई मन पर्यो प्याकेजिङ पनि राम्रो रहेछ अब अर्को हेरौँ है अनि यो चाहिँ क्रसेट हो लाइक यहाँ घाँटीमा राख्ने बर्थडेको लागि यो पनि मगाएको छु अनि कानको लागि इयररिङ्स के हो अनि फेरि यो मेरो हस्बेन्डले निश्चलले मगाएको भनौँ न उसले उसको घडीको लागि पनि टेम्पर ग्लास मगाएको छ भनेपछि कति धेरै लाइक प्रोटेक्ट गर्नु खोज्छ क्या एभ्री सामानको लागि म चाहिँ फेरि ठ्याक्कै अपोजिट छु क्या सबै फुटिरहेको हुन्छ अनि त्यही हो उसले उसको वाचको लागि मगाएको रहेछ यो चाहिँ अनि यो चाहिँ उसको लागि यो छुट्टै राखिदिन्छु अनि यहाँ चाहिँ सिडनीमा बढै चिसो बन्न थालेको छ त्यही भएर मैले चाहिँ मेरो घरमा बस्दाखेरि लाउने खालको पजामा एउटा पनि तातो खालको पनि छैन त्यही भएर चाहिँ मैले सिनबाट मगाएको हो अनि कस्तो राम्रो रहेछ हेर्नु न यो पनि पिङ्क कलरै छ फेरि सो नाइस कपडा पनि राम्रो रहेछ तर म एकचोटि यसलाई चाहिँ धोएर मजाले एकचोटि वासिङ मेसिनमा मजाले एकचोटि त्यो वासिङ मेसिनमा पुरै त्यो सबै सामानहरू हालेर एकचोटि वास गरेर मात्रै एकचोटि लाउँछु सो यस्तो छ कस्तो छ कस्तो राम्रो लाग्यो मलाई यो म यो धुन्छु होला सायद यो आज वास गरेर मात्रै लगाउँछु नत्र चिलाउँछ जिउभरि मलाई एकदम सेन्सिटिभ छ मेरो लाइक बडी चाहिँ सो द्याट म एकचोटि धुन्छु यसलाई तर कपडा चाहिँ एकदम राम्रो रहेछ तपाईँहरूलाई नि मनपर्छ भने मगाउनु सिनबाट सस्तो मस्तो राम्रो भरपर्दो चाहिँ यो रहेछ तर म राखिदिन्छु मेरो कफी चाहिँ चिसो भइसकेछ म भर्खर कामबाट आएर चाहिँ अनबक्सिङ गर्न लागेको यो भिडियो चाहिँ खासमा यो फेरि अघि फोनको कभर त यति धेरै हुन्छ फेरि यस्तै कालो मात्र हुन्छ क्या उसकै लागि हो यो चाहिँ बलुन त्यो बलुनहरूको लागि चाहिँ मगाएको यो सामान अनि यो चाहिँ पिङ्क बो थिमवाला गर्ने भनेर चाहिँ मैले यो पिङ्क कलरको के भन्छ रिबन पनि मगाएको छु गाइज यस्तो छ अनि फेरि मैले अर्को पजामा पनि मगाएको छु फेरि यस्तो छ यो पनि धोएर लगाउँछु म लगाउँदिनँ कस्तो राम्रो हो कति साह्रो राम्रो कति साह्रो त्यो सफ्ट क्या कपडा पनि अनि यस्तो छ यो पनि एकचोटि धुन्छु मेसिनमा नत्र मलाई चिलाउनु लाग्यो मलाई जे होस् यो चाहिँ माथिको तातो तातो खालको रहेछ
यसको चाहिँ राख्छु साइडमा। अनि यो चाहिँ मैले किचनको लागि मगाएको गाइस। त्यो किचनको माथि त्यो के भन्छ त्यसलाई भन्न पनि आएन फेरि मलाई। किचनको त्यो पकाउँदाखेरि माथि त्यो चिल्लोहरू जान्छ नि त, त्यही भएर मैले त्यो माथि उस के भन्छ नामै आएन मलाई गाइस। त्यसको लागि मैले यो मगाएको। यो चाहिँ माथि यसरी यो देखाएको छ नि, हेर्नुहोस् त। यसरी राख्यो भने चाहिँ त्यसको चिल्लोहरू यहीँ माथि जान्छ। सो एकदम प्रोटेक्टिभ पनि छ लाग्यो मलाई चाहिँ। मैले यही युज गर्छु, त्यही भएर मेरो यो सकिन लागेको थियो, फेरि मैले मगाएँ। यो मेरो हस्बेन्डले मगाएको हो। के मगाएछ हेरौँ, उसले राखेको यो। फेरि खुट्टा कति ठुल्छ नि त, घरको लागि उसले चप्पल मगाएको रहेछ। 44 देखि 44, 45 साइज हेर्नु न, साइज पनि कत्रो छ फेरि। यो पनि उसको लागि हो। मेरो बलुन्सहरू यस्तो छ। आइल्यासेस हेर्नुहोस् न। हेयरबिनको चाहिँ मलाई ओभर हेयरबिन लाउनु मन लाग्छ क्या, अनि हेयरबिन पनि मगाएँ मेरो लागि। अनि एउटा भास मगाएको थिएँ क्या, ट्युलिप राख्नको लागि चाहिँ भास मगाएको थिएँ मैले। सो काठको के अरे, यो त प्लास्टिकको पो रहेछ गाइस। म त यो पुरै के भन्छ त्यो हड्डीको हुन्छ भनेर सोचेको थिएँ, प्लास्टिकको पो रहेछ। नाइस। यो राखेर हेर्छु है। यो चाहिँ वान अफ द मेरो फेभरेट फ्लावर पर्छ क्या आजकल चाहिँ। सो आई जस्ट लभ ट्युलिप। हेर्नु न कस्तो राम्रो देखिएको। फेरि टेम्पर ग्लास। टेम्पर ग्लास निसाले अति धेरै मगाउँछ। मैले टेबलको लागि मगाएको थिएँ। अनि मलाई चाहिँ त्यो प्यान्ट चाहिरहेको थियो, अनि त्यसपछि त्यही भएर मैले अलिकति राम्रो पनि देखेँ, त्यही भएर ब्ल्याक कलरको मगाएको थिएँ यत्तिकै क्याजुअल टाइपको। अनि क्वालिटी त ठिकै रहेछ, नट ब्याड। यस्तो छ गाइस, तर पातलो रहेछ, अलिकति पातलो रहेछ, तर केही भएन। पनि एकचोटि धोएर लगाउनु पर्छ। तर यो चाहिँ अलिक पछि धुन्छु म। अहिलेको चाहिँ अब यो नाइट ड्रेस के अरे पजामा त लगाइहालिन्छ नि त। सो द्याट त्यसलाई म धुन राखिहालेँ। यो टेबलको लागि हो, डेकोरेसनको सामान। रिङ्सहरू रहेछ। हातमा लाउने रिङ्सहरू रहेछ गाइस। नाइस। हातमा चाहिँ अट्ने रहेछ नि, गड अट्दैन भन्ने सोचिरहेको। हेर्नु न कति राम्रो। अनि यो चाहिँ मैले मेरो ब्यागको लागि मैले किरिन मगाएको थिएँ। यो चेरीको मलाई कस्तो राम्रो लाग्यो, राम्रो रहेछ। नाइस। हेर्नुहोस् न कस्तो हेभी पनि रहेछ क्या। आई लाइक इट। अनि मलाई चाहिँ एउटा हिल्स पनि मगाएको थिएँ।
यतिकै प्यान्टमा लगाएर हिँड्नुलाई सजिलो हुन्छ भने यो पनि सानो टिकको छ नि त, खुट्टा पनि दुखाउँदैन। अनि यो मगाएको थिएँ मैले। यो चाहिँ म खासमा मेरो हस्बेन्डको छेउमा मलाई यो अनबक्स गर्नु मन लाग्दैन, किनभने कति धेरै लुगा मगाएको तिमीले, जहिले यति धेरै सामान मगाउँछौ, त्यत्रो धेरै लुगा छ भन्छ। तर मलाई चाहिँ मेरो लुगै छैन जस्तो लाग्छ। त्यही त हो नि, छोरी मान्छेलाई कहाँ एउटै लुगा लगाएर मात्र जुनी पर्छ, फेरि 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 लगाइराख्नु मन लाग्छ नि त। तर उसको चाहिँ के भन्छ नि, एउटा किन, राम्रो खालको किन भनेर सधैँ भनिरहेको हुन्छ। तर अब मेरो मन मान्दैन, मलाई चाहिँ बरु म सस्तो मस्तो लगाउँछु, फेरि फेरि लगाउँछु भन्ने खालको छु म चाहिँ। कति धेरै सामान मगाएको तिमीले रुबिना, सधैँ मगाउँछौ, तिम्रो पोको भन्छ। त्यही हो। अनि यो चाहिँ मेरो त्यो ल्यासेस लगाउनुलाई मगाएको सामान है, ल्यासेसको लागि। अनि लबर ब्यान्डहरू मगाएको कति मिस हुन्छ क्या, एक ठाउँमा राख्छु कहाँ हराउँछ हराउँछ। त्यो फेरि पनि उसकै हो। अनि मैले अहिले चाहिँ आफ्नो लागि मगाएको भनेको चाहिँ एउटा छ, त्यो पनि मलाई पिङ्क कलरकै मन पर्यो यसपालि। सो मैले यसपालि फेरि पिङ्क कलरको बोवाला मगाएको छु, बो र चेरीवाला। कस्तो मन पर्न थालेको आजकल बो र चेरीवाला चाहिँ, यो डिजाइन भएको के भन्छ एभ्री कुराहरू किरिनदेखि। त्यही भएर मैले मेरो फोनको कभर पनि त्यसकै मगाएको छु। हेर्नुहोस् त गाइस, राम्रो छ है। मैले के मगाएछु, मैले मेरो लागि प्यान्ट पनि मगाएको थिएँ। मेरो हाइट छैन नि त, यहाँ फेरि सामान प्यान्टहरू किन्नु थाल्यो भने पुरै त्यो हुन्छ नि, पुरै घिस्रिने खालको प्यान्टहरू मात्र पाउँछ क्या पुरा हामीलाई, अलिक सानो हाइट हुनेलाई। सो मैले सिनबाट मगाएको थिएँ। अनि यो चाहिँ एकदमै सजिलो अनि कम्फर्टेबल पनि लाग्यो क्या मलाई हेर्दाखेरि। अनि त्यही भएर यो मगाएको छु प्यान्ट। आई होप मलाई अट्छ होला। यस्तो रहेछ गाइस, कलर चाहिँ राम्रो छ, कलर चाहिँ मन पर्यो मलाई। यो मगाएको छु, यो लगाएर हेर्नुपर्छ। अहिले हेर्छु, मैले राख्छु। अनि हातको लागि मगाएको थिएँ, हातको लागि अब चाहिँ म तपाईँलाई मेरो बर्थडे ड्रेस देखाउँछु है त। पिङ्क कलर मगाएको छु, इयररिङ्स पनि मगाएको छु। हेर्नु कति क्युट इयररिङ्स गाइस। यो बर्थडेको लागि नै हो यो पनि। अनि यो चाहिँ मेरो बर्थडे ड्रेस लास्टमा राखिदिएको रहेछ। होप यो चाहिँ राम्रो होस् है। यसपालि चाहिँ म पिङ्की हुनु पर्यो भनेर चाहिँ ड्रेस मगाएको थिएँ क्या। सेम यो के भन्छ पुतलीहरू लाउने जस्तो सिन्ड्रेला भनौँ न, गर्ली खालको मगाएको थिएँ। राम्रो रहेछ, कस्तो राम्रो क्वालिटी, मलाई राम्रो देख्छ होला नि होइन गाइस। आई निड टु ट्राई होइन। यही हो मैले यसको लागि मगाएको। यति नै हो मेरो ड्रेस चाहिँ, यस्तो आएको छ। अब म लाएर भ्लग गरिहाल्छु, तपाईँहरूले देखिहाल्नुहुन्छ। त्यही हो, मेरो सबै सामान चाहिँ यस्तो छ। अब लगभग मेरो सामान सक्यो, खाली पनि भइसक्यो। सबै सामानहरू कस्तो आएछ भनेर चाहिँ मैले यो भ्लग गर्नु मन लाग्यो र तपाईँहरूलाई पनि देखाउनु मन लागेर मैले यो बनाएको भ्लग बनाएको। होप तपाईँहरूले मन पराउनुहुन्छ। तपाईँहरूलाई मन पर्यो भने पनि तपाईँहरूले सिनबाट मगाउन सक्नुहुन्छ। त्यति धेरै महँगो पनि छैन, अनलाइन हो। अनि कस्तो लाग्यो तपाईँहरूलाई भनिदिनु, कमेन्ट गरिदिनु। जो नयाँ हुनुहुन्छ मेरो भ्लगमा माया गरिदिनु, सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु च्यानललाई, अनि कमेन्ट पनि गरिदिनुहोस् है। अनि त्यही भन्दै आज चाहिँ मेरो भ्लग एन्ड गर्छु म।
र सबैलाई थ्याङ्क यू सो मच फर वाचिङ माई भ्लग भन्न चाहन्छु र यहीँनिर म एन्ड गर्छु। थ्याङ्क यू।